यो चाहिँ हाम्रो फर्स्ट ब्रेक। अहिले चाहिँ हामी ब्रेकको लागि रोकेछौँ। अब हामी चाहिँ घान्द्रुकको गन्तव्यतिर लागिरहेछौँ। हामी कोन सहकारी संस्थाको साथीभाइहरू। यो अहिले हामी चाहिँ नयाँ पुलमा छौँ है। ल केही भन्ने छ सर? अब एकदम ठिक छ। ठिक छ नि होइन? रमाइलो भइरहेको छ नि उहाँ है। अरू सबै ठिक छ? अरू सबै ठिक छ? कान त पाकेन हाम्रो यता सरको? फेरि म्याडमहरूले त यस्तो खतरा बोल्नु रहेछ कि अब हाँसे गर्ने रहेछ। अब गाइजहरू हामी फाइनल्ली रिच है घान्द्रुकमा अहिले पानी परिरहेको छ। अनि यहाँ हामी बस पार्कमा आएको छौँ। यो माथि चाहिँ घान्द्रुक भिलेज। ल होटल खोज्ने क्रममा चाहिँ हामी बाटो हराए जस्तो हामी सबै। अरे कहना क्या चाहते हो? हो शान्ति शान्ति र तल माथि हो जी कन्फर्म सोध्नु राम्रो छ नि। हेर्नुहोस् है गुरुङ कटेज हामी बसेको 502 मा गुरुङ कटेज यहाँको रुमहरू हेर्नुहोस् ट्याक्क यस्तो छ। यो चाहिँ बाल्कनी, यो पनि बाल्कनी गुरुङ कटेजको। यो भने एकदम भाइरल। यो हाम्रो यता यो माया बहिनी यो भनेको चाहिँ एकदम भाइरल होइन बहिनी है? हो कि होइन? एकदम भाइरल। ल है ल अब
हाम्रो यहाँ चाहिँ बार्बिक्यू स्टार्ट भएको छ घान्द्रुकमा। ल हामी कोन कम्युनिटीको मेम्बरहरू सबै यता हेर त। ल ल ल ल ल रमाइलो हुन्छ दाइ। आज दामी आछ ल ल आमामा यो हेर त। यो चाहिँ के हो? यो हाम्रो चौचौ साथीको। अब हाम्रो श्रीमतीजीले यहाँ के गर्दैछ अहिले? अहिले हालेर के गर्छ? ऊ 2 जना कुक भएछ। भाउजूलाई उति कोक
चाहिँ आज अब नेक्स्ट डे इन घान्द्रुक। आजको मौसम यस्तो राम्रो खुलेछ। खिच छैन भने जस्तो खुल्यो कि आज है दामी। ल अब हामी चाहिँ माथि मन्दिरतिर जाँदैछौँ है, बारा भन्ने मन्दिरमा। हामी चाहिँ यो ठाउँमा गुरुङ कटेजमा रोकेको थियौँ नि। ल अहिले चाहिँ हामी उकालो हिँड्दैछौँ मन्दिर जानुको लागि। सास लिन गाह्रो भइरहेको छौँ। फक्स चाहिँ मुटु फक्स मुखमा घाँटीमा आइसकेको छ। अन्त घान्द्रुकमा तुम्बा सुबिडी पनि पाइन्छ गाइज। यो घान्द्रुक गाउँमा पनि ब्रह्मकुमारी रहेछ। त्यो ब्रह्मकुमारी भन्ने चाहिँ हामीले नेवार पोखरामा पनि धेरै देखेको थियो, यहाँ पनि रहेछ ब्रह्मकुमारी। ल अहिले चाहिँ हामी चाहिँ मौलाकोट बराह टेम्पलमा छौँ घान्द्रुकमा। यो चाहिँ मौलाकालिका मौला बाराही टेम्पल। ल अब चाहिँ फोटो सेसन चल्दैछ हो अहिले। ल फोटो खिचिदिने हो तपाईँलाई पनि। ल ल ल ल गइहाल्नु। ल अब हामी अहिले चाहिँ हामी घान्द्रुकको सिरानीमा छौँ। यस्तो उकालो चढेर हेर्नु त, ठाडै उकालो चढेर हामी मन्दिर जाँदैछौँ नि त, घान्द्रुकको मन्दिर। आज कति टाइम छ दाइ अझै? अब आधी घन्टा हिँड्नेबाट आधी घन्टा भन्दै आधी घन्टा आधी घन्टै अब आधी घन्टै छ है। ल यस्तो ठाडो उकालो चढेर आएका छौँ है हामी। सास फुलेको छौँ। यो हाम्रो ढुङ्गाले छाएको घरहरू चाहिँ यो हाम्रो पहिलाको घान्द्रुक गाउँ हो। अनि तल यसको उसको तल साइडतिर चाहिँ अब होटल होमस्टेहरू छ। भन्दै कस्तो भइरहेछ नि तपाईँलाई घान्द्रुक आएर? घान्द्रुकको चाहिँ रमाइलो भइरहेछ, मौसम पनि खुलेको थियो बिहान। अब अहिले चाहिँ मन्दिर जाँदैछु। उकालो चढेर थाकियो होइन मुख त होइन, सास कस्तो भएछ? सास फुलेछ है, रमाइलो भएछ। हाम्रो बाउछोर कता गयो त नि? बाउछोरा हरायो बरु यहाँ पिर लगाएर यस्तो होइन ठाडै उकालो चढेर आएको छ अहिले। अझै पनि 15 मिनट लाग्छ भन्ने कुरो सुनेछ अहिले। कति लाग्छ अब हेरौँ। त्यो घान्द्रुक गाउँको सिरानीमा छौँ हामी।
मेरो विचार यही घर होला सबभन्दा टपमा है। बाउछोरा चाहिँ भेट्यो भन्छ त। भेट्यो हराएको। सन्तोष सर बाउछोरालाई राम्रोसँग लिएर आउनु है। आज देखेको छैन। फाइनली भन्दै फाइनली चाहिँ आइपुग्यो है। फाइनली बाउछोरा आइपुग्यो। सन्तोष सरको एक्सर्साइज चल्दैछ कि यार यहाँतिर। यो सन्तोष सरको एक्सर्साइज हो डेली अब अप एन्ड डाउन। बाउछोरा चाहिँ उहाँ यहाँ आउँदैछ है। हरायो भनेको त आउँदैछ। ल आइपुग्यो देव सर। मुटु त मुखमा आइसक्यो होला के र है। धन्दै एफएममा दिइसक्यो त है। गान्द्रुको एफएममा दिन लाग्यो है। ठ्याक्क गान्द्रुक घुम्न आएको फेरि बाउछोरा हराएर एफएममा दिन लाग्यो। धन्दै गान्द्रुको एफएममा। ल आइपुग्यो। ल देश सर आइपुग्यो। ल ल ल ल मुटु चाहिँ पुरा मुखमा आइसक्यो जस्तो है। स्यासै भएर छ। तर जतै गए पनि आउनु त आइन्छ। त्यही हो बाटो। ल ल ठिक छ। आइपुग्यो जे भने आइपुग्यो। यो भोटे कुकुर होइन आमा जङ्गी यार। भन्दा हाम्रो नयाँ प्रोजेक्ट हुँदैछ अनि हामीले लगानी गरौँ यहाँ। माथिबाट मन्दिर छ आउनुहोस् घान्द्रु गाउँमा है। घान्द्रु गाउँमा अब हामीले बनाउन लागेको होमस्टेमा होटलमा बस गर्नुहोस् है। तपाईँहरूलाई डिस्काउन्ट दिन्छु। डिस्काउन्ट दिउँला। यो हाम्रो विजय गुरुङको च्यानललाई सब्सक्राइब गरेपछि अझै फर्स्ट अब कतिको पाउँछ अरे आधा पर्सेन्टमा 50% डिस्काउन्ट। विदेशको पुरै मन यहाँ पुगोस्। ल अब धेरै छैन होला है। अब आउने 15 मिनट है। अब उहाँ तल सुने 15 मिनट सुनेको थियो। अहिले यहाँ हेर्ने 15 मिनट छ। उहाँ गएर माथि अनि माथि गएर 15 मिनट होला। ल बाउछोरा हराएको काण्ड थाहा पाइ पाएन। बल्ल बल्ल थाहा पाएर त खोजेर लिएर आएको त नि। के भन्नु भन्दा बाउछोरा हराएको काण्ड भन न। काण्ड भन्दिनँ नि बाबु नभन्नु। त्यो होला त अलिक सिक्रेट कुरै हो त्यो त बिचरा। कुरो मिलाउँदै रहेछ त्यही भएर हराएको यस्तो रहेछ भने न कुरो मिलाउँदै रहेछ। भाउजू कतिको राम्रो भएर हो सन्तोष सर केही भन्नु छ कि? केही भन्नु छ कि? हामी हाम्रो रमाइलो छ है। अब पसिना निकाल्यो कि छ है हाम्रो। अब 1-2 किलो त घटिन्छ होला जस्तो लाग्छ है। आधा घन्टा भयो त्यो लिएर हिँड्नु। कस्तो भयो तिम्रो ट्रेकिङ कस्तो भइरहेछ ठुलो बहिनी? यो माया बहिनीको तिमीसँग बेहाल म पनि छु। म एउटै भयो त म त एकदम राम्रो हुन्थ्यो। तर तिमी सँगै छ त्यही कारण बेहाल म पनि छु। पछाडिबाट हिँड्नै पर्यो। होइन भरे यस्तो ढल्दै अलिक मार्नु पर्यो नि त। ल यो बाटो अझै 15 मिनट छ है यहाँ यो बाटो जाने। ल है ल हामी चाहिँ गान्द्रुकको मन्दिरमा आइपुगेका छौँ। अब त्यत्रो उकालो चढेर अहिले पनि पुग्न अझै 15-20 मिनट लाग्छ जस्तो। यस्तो ठाडै उकालो छ है मामा है। हो कि त? अर्को 5 मिनट होला हाम्रो ककोले होइन ऊ सन्तोषरी सबभन्दा अगाडि।
ल फाइनली हामी अब लास्ट हाम्रो पहाड भन्ने उकालो गन्तव्यतिर लागिरहेका छौँ। एक साह्रै उकालो, यस्तो उकालो भएर हामी चाहिँ मन्दिरमा गइरहेका छौँ। सिधै ठाडै नाकै ठोक्ने उकालो रहेछ। ल फाइनली हामी चाहिँ मन्दिरमा आइपुगेका छौँ। हामी श्री मेश्राम बाराई मन्दिरमा गाह्रो तरिकाले चाहिँ यहाँ पुगेको छ। जय हो। यो है मन्दिर, एकदम राम्रो मन्दिर। यही मन्दिर हेर्न आएको, निकै नै कष्ट काटेर चाहिँ हामी यहाँ आइपुगेका छौँ। कष्ट गरेर नि त। यो घान्द्रुक भिलेज हो। घान्द्रुक भिलेजको सिरानमा हामी आएका छौँ, यो श्री मेश्राम बाराई मन्दिरमा। साह्रै नै सङ्घर्ष गरेर चाहिँ हामी यहाँ आइपुगेका छौँ। आधा घन्टा उहाँ तलबाट 20 मिनटमा आइपुग्छ भन्दै थियो, हामी यहाँ 1 घन्टै लाग्यो। कहाँ दाइ मलाई भन्नुहोस् त। घान्द्रुक गाउँको टप अल्टिट्युड सबभन्दा मेश्राम बारा मन्दिरमा सबभन्दा हाइटमै रहेछ। यहाँको हावा चाहिँ कति प्योर हो क्या। श्री मेश्राम बाराई मन्दिरबाट अब फोटो सेसन गरेर हामी तल लागिरहेछौँ अर्को हाम्रो गन्तव्यतिर। अब यस ल अब हामी फर्किँदैछौँ। अब कहाँ हाम्रो अर्को गन्तव्य चाहिँ कतातिर? डेस्टिनेसन चाहिँ अब घान्द्रुकको म्युजियम, पुरानो गाउँ म्युजियममा, अनि त्यसपछि सक्यो भने चिया बगान जाने भन्ने छ के। अब यहाँ चाहिँ साथीहरूको हालत हेर्दा खै चिया बगान पुगेला जस्तो छैन। तपाईँलाई के लाग्छ, हेमा हेर्न सक्छ सक्दैन? सक्छ, अब त सक्छ। एनर्जी पाइसक्यो। सास फुलेर सास त उहाँ फेर्दाखेरि त पुरा है, मुटु त घाँटी मुखमै आलो जस्तो भएको छ। फुलेको सासमा बेलुस पुगेको भए सयवटा फुलिसक्यो। गाइजहरू हामी यहाँ फर्किँदैछौँ है। यो हाम्रो श्री के अरे मन्दिरको नाम पऱ्यो मेश्राम बाराई मन्दिरबाट फर्किँदैछौँ। यो भनेको चाहिँ घान्द्रुकको सबभन्दा टप सिरानमा भएको मन्दिर हो। यहाँ आउन चाहिँ एकदम गाह्रै भयो हामीलाई। उहाँ घान्द्रुकमा सोध्दाखेरि चाहिँ 20 मिनटमा पुगिन्छ बाबु भनेको, यहाँ आएर त 1 घन्टा पनि लागेन, 1 घन्टामा बढी लाग्यो। ओहो हाम्रो हेमा म्याडम होइन हिँडेको। वाह 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 वाह। ल हेमा म्याडमलाई बल्ल सासबाट सास आयो जस्तो है। अहिले गाउँकै गीत गाउँछु, घान्द्रुककी ठिटी गाउँकै गीत गाउँ। ल है कोनको फ्यामिलीहरू हामी जङ्गलबाट आएका छौँ अहिले है। मलाई गाह्रो भयो, लट्ठी टेकेर आउँछु म। ल काटेर
रमाइलो भयो रमाइलो। हामी अहिले चाहिँ अब मन्दिरबाट झर्ने क्रममा चाहिँ अहिले जङ्गलबाट हुँदै तल घान्द्रुकको पुरानो गाउँ र म्युजियममा जाँदैछौँ। अब हेरौँ कति टाइम लाग्छ हामीलाई है। अब हामी चाहिँ अहिले जङ्गलको बाटो गोरेटो हिँड्दै अहिले चाहिँ हामी फाँटमा आएका छौँ। यस्तो राम्रो फाँटमा आएका छौँ। यो भनेको चाहिँ के रहेछ? चक्रिया पदमार्ग रे। यहाँ पदमार्ग छ। यहाँ चाहिँ हाम्रो फोटो सेसन चल्दैछ है। यता हाम्रो भाउजूले फोटो खिच्दै हुनुहुन्छ, हामी यहाँबाट फोटो खिच्दैछौँ हामी। अब यतातिर हेरेपछि यस्तो राम्रो हिमाल छ। तर ल सङ्घर्ष चल्दैछ है अहिले पनि हामी तल गाउँ जानको लागि। रूपा बहिनीले गाह्रो त भएन न? हो यता हेर्न हाम्रो भर्खरीको जोडीहरूको फोटो हुँदैछ है यहाँ। भर्खरीको युगल जोडीहरू भन्नु पर्यो अब। अन्त है हामी चाहिँ कन्फ्युजनमा छौँ हामी कुन बाटो जाने भनेर है। कुन बाटो जाने सर हामी भन्दै? अब जता जता बाटो भेट्छ त्यतै जाने। बाटो त यता पनि छ है। तर यहाँ चाहिँ अलिकति भैँसीले गर्दाखेरि भैँसी हिँडेको कारणले चाहिँ बाटो अलिक नराम्रो भएको छ। हिलो है, पानी हिलो, त्यसले गर्दाखेरि हामी यता गइरहेको छौँ है। ल हामी यो बाटो गइरहेछौँ। ल हामी मन्दिरबाट अहिले चाहिँ हामी यो गन्तव्य आइपुगेछौँ। अब अहिले चाहिँ हामी यता हिँड्दै लड्दै पढ्दै हामी यहाँ यो ठाउँमा आइपुगेछौँ। घान्द्रुकको यो चाहिँ फिस्टल गेस्ट हाउस भन्ने ठाउँमा गेस्ट हाउसमा आइपुगेको छ। अनि हेर्नुहोस् हाम्रो म्याडमहरू सरहरू हिँडेको हल्ला चारखुट्टे टेकेर हिँड्दैछ। ल हामी कता जाँदैछौँ? ल भनिदेऊ त। चिया बगान। चिया बगानमा अब यस्तो हो कि कुरा। अनि हामी किन जान लागेको छ नि त नि? लोटे पनि वहीँ अड्केला नि। के बोले भाइ? के बोले के छ थाहा बोले? अब हेर्ने मान्छेले हेर्छु भनेछ, हेरम अब कस्तो रहेछ हेरम अब। करेक्ट बाउरे यो महिला गजब टान्च कुरा गरेछ के। अब घान्द्रुक आइपछि त एकचोटि हेरौँ भन्ने मात्रै हो। आइपुगेपछि त्यो किन्न जाने। भोलि पछाडि पनि पछुता ओहो हामी जानु पर्छ कि भन्ने। ओके ल लेट्स सी। ल गो लेट्स गो मन्दिरबाट सर्कट थियो रे के त्यो चिया बगानमा पुग्नु। ओहो हाम्रो लभ बर्ड्स आउँदैछ है यहाँ त। तीन दिन मात्रै भयो अरे भर्खरै बिहा भएर है। ल खाँदै त्यो दबाउँदै जाँदाखेरि ताल हुन्थ्यो। गाईबस्तु छोडे होइन, छैन केही पनि। एकदम सफा। पहिला पुर्खाले पात पनि जे पनि, तर अहिले पनि सफा छ। तर पहिला जस्तो छैन। 4-5 घन्टा लाग्छ भने त कति टाइम कता पुग्छ होला यहाँ त्यो आइको मन्दिर भन्ने माथि होला त्यो त फेरि आधा घन्टाको बाटो हो नि त। अनि हामी घान्द्रुक गाउँको चिया बगैँचामा जाँदैछ है। यस्तो भन्नु पर्दैन, सिधै हिँड्ने हुन्छ। सिधै हिँड्न सिधा। आफ्नो स्टाइलमा हिँड्ने रे। अहिलेसम्म तपाईँहरूले घान्द्रुक भिलेजको होटल अनि रेस्टुरेन्ट भएको ठाउँ मात्रै देखेछ होला। तर अहिले हामी घान्द्रुकको
जङ्गलमा गएर कुन काप्छ त्यहाँको जे हेर्ने लायकको ठाउँहरूको अवलोकन गर्दैछौँ। त्यसै क्रममा अहिले चाहिँ हामी घान्द्रुक गाउँमा भएको एकमात्र चिया बगान जाँदैछौँ हेर्नको लागि। यो हामी घान्द्रुक भिलेजमा चिया बगान जाने क्रममा हामीले चाहिँ यो बाटोबाट चाहिँ हामीले चाहिँ यता टाढा पानी भन्ने र घोरे पानी भन्ने ठाउँमा पनि जान सकिने रहेछ यो बाटोबाट, यो रुटबाट है। अनि हाम्रो साथीहरू चाहिँ उहाँ माथि थाकेर आराम विश्राम गरेर बस्नुभएको छ है सबैजना। हामी चाहिँ कुन ठाउँमा आइपुग्यो हामीलाई थाहा छैन घान्द्रुकको। चिया बगानतिर लागिरहेछ हामी है, कन्फ्युजनमा थियो। ल अब जाँदैछ हामी होइन। ल ल ल ल ल छिटो छिटो के छैन यो रमाइलो। धन्न यो दाइ टाइममा आयो। हुन त यहीँ लेखेर रहेछ नि त। यो त टी गार्डन एन्ड के हो मेजरम टेम्पल। टाढा गाउँ आउने क्रममा अनि चिया बगान आउने क्रममा चाहिँ हामी यहाँ यो मन्दिरमा आइपुगेका छौँ। अनि यहाँ चाहिँ हाम्रो साथीहरू सबै थाकेर, भाउजू भोक लागे जस्तो है तपाईँलाई है, थाकेको अवस्थामा। यो भनेको चाहिँ हाम्रो घान्द्रुक गाउँमा यो चिया बगान, यो सानो जो रुख देखेछ अहिले त काटिसकेको रहेछ, यो सबै चिया बगान हो। यहाँ पनि छ, यो बाटोको उता साइड पनि छ, हेर्न सक्छ तपाईँहरूले। भरे उकालो चढ्नु पर्ने झ्याउ हुँदैन। थाके के हो भोक लाग्यो किन त। सरी भाउजू, थकेला है, भोक पनि लाग्यो लाग्यो, भोक पनि लाग्यो। ल अब यो लास्ट हो त है। अहिले चाहिँ हामी पुरानो घान्द्रुकमा भएको गुरुङ म्युजियम हेर्नको लागि जाँदैछौँ। हाम्रो साथीहरू सबै भोकले र थकाइले एकदम हिँड्नै गाह्रो भएको अवस्थामा छौँ। ल हेर्नुहोस् है, ल फाइनली हामी चाहिँ घान्द्रुकको म्युजियममा, घान्द्रुक कल्चरल म्युजियममा आइपुगेका छौँ। हाम्रो साथीहरू सबै थाकेर होइन, भोकले थकाइले सङ्घर्ष गरेर यहाँ आइपुगेका छौँ। अब भरे के गरिन्छ हामीले, भरे उहाँ होटलमा गएर चाहिँ मजाले पैसा वसुल हुने गरेर है दुधी थाल हो। हिजो खाएन नि त धेरै, हिजोको साटो आज थपी खाने। ल
यो गाउँ चाहिँ घान्द्रुकको पुरानो भिलेज, पुरानो गाउँ हो। ढुङ्गाले छाएको गाउँ। यो गाउँको नाम चाहिँ डाँडा गाउँ। अनि यस्तो राम्रो देखेछ। यताबाट गएर अनि सुमाल जाने। यताबाट गएर अनि उमाल जाने। ल गाइस, अब हामी चाहिँ फर्किने क्रममा छ। यता हाम्रो साथीहरू फर्किँदैछौँ, तर हामी चाहिँ यता माथिको गुम्बा जाँदैछौँ है, गुम्बा हेर्न। यो घान्द्रुक भिलेज हो, ग्रिनल्यान्ड पार्क हो। हेरौँ यो भित्र के पाइन्छ। ग्रिनल्यान्ड पार्क रेस्टुरेन्ट एन्ड के रहेछ त यसमा भित्र? यो रेस्टुरेन्ट रहेछ त यो त है। हाम्रो साथीहरू चाहिँ बाटो बिर्सेर चाहिँ माथि गएको हो, तर खास बाटो तलतिर है। अब फोटो खिच्न गएको रे। के पार रे? ग्रिनल्यान्ड पार्क भनेको भर्खरै होइन, हामीले चिया कफी खाएर आएको त्यहाँ। तपाईँलाई थाहै नरहेछ। भिडियो देखाइदिनु विजय। अन्त अब देखाइदिनु। ल हामी फाइनली अब आज घान्द्रुक छोडेछौँ। हामी बस्यो गुरुङकोटी चाहिँ यो। ल गयो। ल धन्यवाद तपाईँलाई है। ल थ्याङ्क यू। ल बाई बाई। अब लाग्यो हामी। ल हामी चाहिँ अब घान्द्रुकबाट पोखरातिर जान लागेको छौँ। ल सबैले बाई बाई गरौँ नि त हो। ल बाई बाई गरौँ अब सबैले। लास्ट अर्कोचोटि भेटौँ ल फेरि है। ओके। ल भाउजू पनि छुटेछ है। ल बाई बाई। ल